चाइनिजलाई दिल्लीसम्म हान्न सजिलो हुने भयो भने त्यसको घाटा नेपालबाट छिनिएर डाइरेक्ट गरेको घाटा इन्डियाले भोग्नुपर्नेछ। इन्डिया इज मोर, इन्डियाभन्दा चाइना पावरफुल छ। भोलि कन्फ्लिक्ट हो भने हामीलाई न्युट्रल, हामीलाई चाहिँ त्यो ठाउँमा चाहिँ नेपालको स्वामित्वलाई गुमायो भने डाइरेक्टली तिमीहरूको क्लास हुन्छ। यसैले मैले भनेको छु जियो पोलिटिकल्ली नेपालले इन्डिया र चाइना दुवैको विरोधमा यहाँ गतिविधि गर्नु दिनुहुन्न। इन्डिया चाइनालाई चिराएर सात समुद्र पारीको अमेरिकालाई रिजाउन खोज्यो भने जेलेन्स्कीले गरे भू राजनीतिक एक्सिडेन्ट युक्रेनमा गर्यो, रसियालाई चिराएर अमेरिकालाई रिजाउन खोज्दा। यहाँ पनि अमेरिकालाई रिजाएर दलाइ लामा समर्थकलाई गतिविधि गर्न दियो भने अमेरिका वेस्टलाई रिजाएर दुईटा छिमेकी इन्डिया चाइनालाई चिरायो भने नेपाल पनि भू राजनीतिक दुर्घटनामा पर्नेछ। यसैले अहिलेको बेस्ट टाइम चाहिँ के हो भन्दाखेरि दुईटा सुझाव दिएर, म नेगेटिभ मात्र बोल्दिनँ। बालेनजी, तपाईँले मेयर हुँदाखेरि इन्डियाले जब इन्डियाको पार्लियामेन्टमा ग्रेटर इन्डियाको नक्सा राख्यो, जसमा लुम्बिनी लगायत नेपालको धेरै ठाउँको भूभागहरू इन्डियाको ग्रेटर इन्डियाको मा पर्छ भनेर त्यो नक्सामा भएको हुनाले तिमीले ग्रेटर नेपालको नक्सा राखेर आफ्नो उसमा राख्यो मेयर हुँदाखेरि। हो, ग्रेटर नेपालको नक्सा राख्ने मान्छेले अब खुट्टा कमाउनु हुँदैन। अनि उसले के गर्यो, अस्ति पनि सिम्बोलिकली चाहिँ भन्यो, एम्बेसडर सबैलाई एकै ठाउँमा भेट्दाखेरि अनि पालो पालो फोटो खिच्न लगाएको थियो। इन्डियन एम्बेसडरलाई यो नक्सा चुच्चे नक्सा भएको लिम्पिया ढुँडासम्म नेपालको हो भन्ने नक्साको मुनतिर राखेर फोटो खिच्नु लगायो। त्यो भाइरल पनि भयो तपाईँको मिडियाले भने, सिम्बोलिकली त हो भनेर भन्यो। अब फरेन मिनिस्ट्रीले नोट्स पठायो अहिले, तिमीहरूले यो रेजिस्ट्रेसन गर्न आऊ मान्छेहरूबाट लग्छु भन्दाखेरि हुन्न भनेर। त्यति मात्र होइन, हिजो क्याबिनेटले पनि ओके गर्यो यो त्यो नोट्सलाई। यसैले बालेनजी, तपाईँले चाहिँ यो राख्नुभएको स्ट्यान्ड ठिक छ, तर यो नोट्स, डिप्लोमेटिक नोट्स इज नट इनफ। ट्राइलेटरल वार्ताको आह्वान गर त्रिपक्षीय। एक दोस्रो कुरा के गर भन्दाखेरि दक्षिणतिर हाम्रो बोर्डरमा सिस्टम छ एउटा, बिचमा नोम्यान ल्यान्ड्स 10 गजा छुट्याएर राखेपछि त इन्क्रोच हुन पाउँदैन नि। ठाउँ ठाउँमा 10 गजा मासिएको हुनाले धेरै ठाउँमा समस्या आएको। रिस्टोर नोम्यान ल्यान्ड, 10 गजालाई पुनर्स्थापित गर। एक दोस्रो, इमिडिएटली हराएपछि अथवा खोलाले बगाएपछि, हिउँले पुरिएपछि त्यस्तो चाहिँ के पिलर पुरानो नक्सा अनुसार रिस्टेट गर। त्यो दोस्रो गर्नुपर्ने कुरा। तेस्रो गर्नुपर्ने कुरा चाहिँ म अझ साह्रै इम्फेसिस दिएर भन्न चाहन्छु, बोर्डर इन्टिग्रेटेड बोर्डर एरिया डेभलपमेन्ट प्रोजेक्ट लागू गर्यो। त्यो भने के भन्दाखेरि इन्डियाले पनि चाइनाले पनि आफ्नो बोर्डरमा बाटो खनेको छ बोर्डर वाच गर्नलाई, टेलिकम्युनिकेसन सेन्टर राखेको छ, चौकीहरू थपिएको छ, चाइनाले पनि थपिएको छ हिमाली क्षेत्रमा पनि। भने नेपालले एक ठाउँबाट अर्को ठाउँ लिम्पिया ढुँडा जानलाई इन्डियाको बाटो जानुपर्ने, त्यो गर्नु भएन। एरिया इन्टिग्रेटेड डेभलपमेन्ट भनेको अहिले अस्ति साम्पाङ गएर एउटा पुल शिलान्यास गर्नुभयो। म भन्छु साम्पाङ बेस्ट छ, तिमी चाहिँ देशभक्त छौ। हो, इन्डियाको बाटो युज गर्नु नपर्ने, चाइनाको बाटो युज गर्नु नपर्ने गरिकन बोर्डर एरियामा बाटो, कम्युनिकेसन, चौकीदेखि लिएर पारीभन्दा कम ब्याकवर्ड होइन, पारीभन्दा सशक्त डेभलप इन्टिग्रेटेड प्रोजेक्टहरू लागू गरिकन सीमा क्षेत्रको विकास गर। र त्यहाँ कसलाई राख्ने भन्दाखेरि एक्स मिलिट्री म्यानलाई
भूतपूर्व सैनिकका परिवारलाई बसाएर जनतालाई नक्साको चेतना दिइकन भूमिको चेतना दिइकन पिपुल रक्षक बनाऊ सेना जाऊ बोर्डर एरियामा पनि आर्मी नजाने के गर्न जाने दरबार हत्याकाण्डको पनि रक्षा गर्न नसक्ने सिंहदरबार जलाउनु पनि रक्षा गर्न नसक्ने बोर्डर रक्षा गर्ने काम पनि आर्मीको हुन्छ इन्डियाको बोर्डर टप गर्न आउनेमा जहिले पनि आर्मीको मान्छे आउँछ नेपालको चाहिँ कर्मचारीले पठाउँछ बुच्ची निकाल्नेहरूलाई